ओ हाम्रो केएफसी बनाउन खोजेको है केएफसी चाहिँ तर कत्रो चाहिँ छ भन्नु न तिमीलाई के छ भन्नु मलाई यस्तो मिठो खाना देख्दाखेरि कहिले खाऊ खाऊ भइरहेको मुकबाङ जस्तो खाऊ हैन हस्बेन्डसँग के हस्बेन्ड भन्नु तिमीलाई मेरो भ्लगमा फर्स्ट टाइम मुकबाङमा आएर कस्तो लाग्यो पेट अगायो पेट अगायो त्यतिकै त खान्छ हैन घप्टेर के खाइदिन्छु म जसले जग्गा चाहिँ नगट न त मेरो भएको त मासु हैन त अन्त तिमी भएको त आइराख्छ के छ पनि कति कम्ती हालेको तिम्रो टाइप त साह्रै सानो बनाएछ नि त अत्त त बनाउँछ किन नसुन्नाको नसुन्नाको म सुनाइदिन्छु ला म चाहिँ कस्तो भएको नि अनुहार पनि हेर्नु पाएन हे एभ्रीवान भन्नुपर्छ ल यस्तो गरेर हाई एभ्रीवान हौ 1 2 3 हाई एभ्रीवान हेलो चाहिँ किन भनेको 1 2 3 हाई एभ्रीवान सो आज चाहिँ हामी एकदम नयाँ भिडियो लिएर आएको छ हैन कति भ्लग गर्ने भनेर चाहिँ आज चाहिँ अब बिहा गरेकोदेखिको यता चाहिँ हामी चाहिँ मुकबाङ भिडियो गरेको थिएन सो मेरोलाई चाहिँ एकदम मुकबाङ भिडियो गर्ने इच्छा चाहिँ कहिले देखेको थियो हैन भन्ने बिर्सेछु उतै मेरो हस्बेन्ड हेलो भन्ने बिर्सेछु उतै मेरो हस्बेन्ड हेलो अलिक घोप्टेर गर अन्त त्यहाँबाट आज चाहिँ हामीले के लिएर आएको छौँ भन्दाखेरि चाहिँ यो भेज टाइप हो या स्यालेडहरू छ अन्त मेन चाहिँ के छ भने नि लो हाम्रो थम्बनेल पनि खिच्नुपर्छ हौ अम्बो हाम्रो केएफसी बनाउन खोजेको है केएफसी चाहिँ तर कत्रो चाहिँ छ भन्नु न केस गरेन उयो गर्यो थम्बनेल हाम्रो हेर्नु नि केएफसी चाहिँ गाइस कत्रो छ हैन वाउ त्यहाँबाट हामीसँग छ यो चाहिँ हो नुडल्स यो चाहिँ नुडल्स हो हैन यो चाहिँ ठिकैको पिरो करेन्ट हो अर्को हामीले रामेन चाहिँ खाएन किनभने रामेन खाएर अस्ति बिमार भएँ म त्यही भएर नखाएको हो अन्त यस्तै छ सो हामी बात गर्दै खानेछौँ ल आज हाम्रो फर्स्ट टाइम बिहा गरेर पछाडि हस्बेन्डसँग के हस्बेन्ड भन्नु छिटो भोक लागिसक्यो मलाई ए ल कम अब ल तिमीलाई के छ भन्नु मलाई यस्तो मिठो खाना देख्दाखेरि कहिले खाऊ खाऊ भइरहेको ए ल म भ्याक्सिन पहिला हेर्छु ल ओइ ओइ कस्तो खाएको ल खाउँ ल लु गाइज अब चाहिँ हामी खान्छु तपाईहरुले इन्जोय गरिदिनुहुन्छ भन्ने आशा राखेको छु सबै यहाँ घरमै बनाएको मैले कस्तो यो कस्तो नअटेको जस्तो पाउ खम ल पूजा गरौँ के खानु भन्दा म के खानु पहिला म यो खान्छु ल एउटा हाम्रो खोइ डिप छैन हाम्रो डिप ल्याउ न डिप ल्याउ न यो तपाईको केचप यहाँनिर हुन्छ नि त देखाऊ है फर्स्ट खाँदाखेरि उसले चाहिँ पहिला यो चिकन खायो यो चाहिँ केएफसी बनाएको मैले घरमै म चाहिँ यो खान्छु पहिला अम्मम कस्तो दामी दामी मेरिनेट भएछ दामी भएछ म चाहिँ कपालहरू केही गर्नु ऐना पनि हुनु भएन राम्रो देखिरहेको होला है अझै फ्रन्ट क्यामेरा हुनुपर्छ है फ्रन्ट ठिकै छ एकदम पानी हाल्नु त्यो नखाउँ न यो खाउँ चाहिँ लेग पिस खाउँ न लेग पिस हाम्रो स्प्राइट छ खाउँ यो चेयर्स उयो गर न साह्रै सिधा नबुझ है अब देख्दैन है हेर चुको क्या जुसी भएको छ है हौ यत्रो केएफसी चाहिँ कोन खान्छ होला
एउटा 5 केजी छ आम्बो आमा कस्तो दामी भन्छ निम्बु छर्किनु पर्छ कि यसरी निम्बु छर्केर है ल त हुन्छ मैले सेलिन्छ भने पनि भित्रै थियो रहेछ है ए भित्र तातो रहेछ है मेरो हात दामी है हौ मैले खाना कस्तो पाउँछ भन्दै त ब्लगमा चुम्मेश्वरी अचार जाउँ न अचार अप्ठ्यारो भयो चामलमा आफै बसेर नबसेर नखानु हालेन मुखबाङ जस्तो खाऊ है ल अब म एउटा टाइप भन्छु खान्छु सबै हातले खाइदिन्छ हामी चाहिँ मजाले धेरै आएको है हो के मिठो बनाएको हौ मैले त है हौ दामी रहेछ कता खान्छ पानी खाइदियो कोल्ड ड्रिङ्क खान्छु त पानी खान्छ के खम के नखम भयो है हौ भन न फेरि त खाँदाखेरि बोल्नु हुँदैन एकछिन त्यो डुबेन नि यसो गर न यार काँटाले उगिन्छ बेसी भएछ सुगर यति खाँदा अघि त पुग्दैन भातहरू पनि ल्याऊ भन्दैथियो त त्यो खाइदिनु पर्यो जस्तो अलिकति पिरो अरू बेला चाहिँ म यो खाँदिनँ कि मन पर्दैन त्यस्तो तर आज चाहिँ हेर्दिउँ नि कति दामी म्यारिनेट भएको छ क्या हौ पिरो लाजुया क्या जुसी छ म त हात गइ पठाइहाल्छ जति नै चम्चीहरू भयो पहिला अब उता घरमा हुँदाखेरि गर्थ्यो होइन गाइस मुखबाङ यहाँ आएर चाहिँ गर्नु पाएको थिएन नि त अन्त चाहिँ पुरा गर्नु इच्छा लागिरहेको थियो होइन अन्त गरेको त्यो पनि अब उसँग उनीहरू चाहिँ के गरेको हौ त्यस्तो त एउटा प्लेट ल्याउँ भने चाहिँ बिर्सेछु नि त मैले मलाई छाला चाहिँ मन पर्दैन नि त गाइस अलिकति मेसी पारामा खाएला हामीले है डोन्ट माइन्ड यसरी खान्छौँ हामी अब के गर्नु तिमी त हेब्बे खाइसकेछौ त ओभर टाइम भयो नि त
नटेको नि गाइस ज्यादा खाएर अघि त नि यसो भन्दैछ यतिले पुग्छ होला र हौ त्यो खाइसकिहाल्नु न यतिले पुग्छ होला र भन्दै थियो होइन भात र दाल सब्जीहरू पनि ल्याऊ भन्दै थियो अनि कपालहरू चाहिँ रहनु पर्थ्यो रहेछ खानु हप्तामा तिमीलाई कस्तो चाहिँ लाग्यो खास चाहिँ हामी भन्नै छैन भनिरहनु खानामा फोकस गर्नुपर्छ यस्तो छ नि त गाइस एकदम एकदमै पाएको किनुवा केएफसी भन्दा पनि दामी है ए गाइस बाइ द वे आमा चाहिँ घरमा हुनुहुन्न कालिम्पोङ जानु भएको छ हो हिजो अस्ति नै अनि त्यही भएर चाहिँ आमाले त फेरि यस्तो खानेकुराहरू यस्तोहरू खानु हुँदैन नि त अलिकति हेल्थ कन्सियस हुनुहुन्छ त्यही भएर चाहिँ मोमो खाऊ न आमासँग चाहिँ मुखबाङ गर्न चाहिँ मिल्दैन यस्तोहरू कुरामा बट सी लभ्स अब है मुखबाङ गर्नु चाहिँ भन्नु न हौ अलिक सकेको खानामा त मिठो लाग्यो अब चाहिँ हामी खाँदैछु यो त लेग पिस अलिक सानो हुन्छ नि त होइन गाइस अचार देऊ न के भयो भने नि यता राख न हौ त्यो के गरेको यहाँ यस्तो राखेको छु नि मैले उयो भयो नि त के अरे यो ठुलो डल्लै हालिदिनु भएछ कि उयस चाहिँ दोकानबाट अन्त फेरि कहाँ काटिरहन मैले त हातले मजाले खाएँ त हौ हटेर खानुपर्छ अनि कस्तो मेसी देख्यो होला भयो के त बोला न हाम्रो भ्युजलाई अब हामीले यस्तो साह्रो मेहनत गरिरहेछौँ है सबैले बुझेर लाइक सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला तपाईँहरूले हामी खानुमा फोकस गर्छ दुःख गरिरहेको छ अरे योहरू के हो खाँदिन भयो मलाई खाने मुनिलाई खानु राम्रो देख्दैन राखेर भयो 28-50 भयो तिमीले त भक्कु खायो नि त तिमी हो न मोमो त्यो त खाएको तिमीले दुइटा हो दुइटा खाएको अब बेसी भएको म त अब खान सक्दिनँ होला बात पनि खान्छु भन्दै थिएँ है अन्त खान सक्दिनँ अब चाहिँ म खाँदैन पिरो छ कोल्ड ड्रिङ्क देऊ न अलिकति बस चिप्लै छ तिमीलाई मेरो भ्लगमा फर्स्ट टाइम मुखबाङमा आएर कस्तो लाग्यो पेट अगायो अन्त भात खाँदा यस्तो खाँदा अन्त पेट आउँछ मेरो भ्लगमा फर्स्ट टाइम मुखबाङमा आएर कस्तो लाग्यो भन्छु मिसेस प्रियङ्का लेप्चाको भ्लगमा आएर चाहिँ मलाई एकदमै दामी लाग्यो है फर्स्ट टाइम म आएँ उ त फेरि सिरियस भइहाल्छ गाइस अन्त सिरियस भएर त भन्नुपर्छ त अन्त उसरी टाइपहरू खाएर पुरा अगायो क्या
अगायो पुरै अगायो वाउ ओ त्यो बेसी भएर नाक्छु के सबै मिठो बस अनि खला बिहान खानुपर्छ पानी काट्यो यो कोल्ड ड्रिङ्क खाऊ न अब चाहिँ भयो त भयो यो खाऊ न एकपल्ट उसले नुडल्सहरू चाहिँ खानै भन्दैन यार मलाई थुक्पा मात्रै मन नुडल्सहरू एकदम पिरो अब सुपारी खानु मनपर्छ मुखबाङमा कसरी खान्छ हौ या त्यो 3 दिन जस्तो भोकै बस्छ होला नि नै भन्छ हामीलाई बिहा गरेदेखि नै त भ्लगहरू राम्रो बनाउनु पनि पाउँदैन किनभने ऊ पनि भ्याउँदैन काममा गइहाल्छ अन्त हिँडेकै अन्त अझ त कहाँबाट साइड जोड्यो यार हामीले स्यालेड खाँदा चाहिँ अलिकति रिलिफ खाँदा त्यो भएर चाहिँ स्यालेड चाहिँ पुरा मन अब चाहिँ सक्दिनँ के बोल्दामा चाहिँ हुन्छ यस्तो एड गर्नुपर्ने रहेछ यस्तो एड गर्नुपर्ने रहेछ भन्ने हुन्छ नि मन पनि छ नि त निश्चित बाटो नहुनु बेसी ल अब एन्डिङ गरिदिउँ ल अब हामी खानु सक्दैनौँ भनेर तिमीले नखाएर हो नि करेन्ट मलाई मात्रै खाएको अन्त ल अब हे गाइज के भयो फेरि एकैछिन सक्दिहालौँ न म खान सक्दिनँ अलिकति पनि अब चाहिँ के चाहिँ खान्छ हो अन्त सबै लगेर चाहिँ लु अब चाहिँ अरे करेन्ट पनि यस्तो पिरो हुन्छ अचार पनि थियो नि त रामेन खाने मान्छेलाई अचार पनि थियो करेन्ट पिरो भाग्दै रहेछ कपरे देखाउन अलिकति कति भात खाएर होला है कुन त पिरो नखाए बिहा भएर आएको दिन एकैपल्ट खाएको बिमार हुनुलाई बिमार भएन त्यहाँबाट नखाएको नि त म खान्छु रे सबै कुरो भयो के भनेको बेसी भयो किन कराएको भनेको अब खाँदिनँ भनेर एन्डिङ गर्नु छिटो हाम्रो मुखबाङ तपाईँलाई कस्तो लाग्यो खाना चाहिँ ओभरअल दामी थियो मैले बनाएको उसले भने चाहिँ मैले भन्नु पर्यो भन न तिमीलाई राम्रो लागेन मलाई त एकदमै दामी मिठो पेट अगाए यति साह्रो ड्याममै भयो के अब छुनु पनि सक्दिनँ खानु पनि सक्दिनँ म ब्याङ्कै लड्छु है सो गाइज यति भन्दा आजको मुखबाङ यही गर्छु तपाईँलाई मुखबाङ भिडियो मन पर्यो है अझै ल्याउनु हो भने कमेन्ट गर्नुहोस् है एन्ड
Don't forget to like, share and subscribe. ला मैले आउँदै बाइ बाइ गाइस थ्याङ्क यू आमा यस्तो पिराउँदैन सोचेको थिएन मैले जो उठेर गएर त्यो अफ गर कि पहिला त्यहाँदेखि भाँडाहरू सर्काएर मजाले धुनु ल भाँडा धुन्छु भनेको छ धुन्छु नि भाँडा त एकैछिन धुइदिन्छु अहिले भोलि ए सरी बेबी बी फर बाउली बी फर बेबी ए उडेला छ उठेर लाउँदै ओए पुसेको है हात होइन हुन्छ डल्यो नि त मेरो यतापट्टि